यदि तपाईले नेपालको शेयर मार्केटमा ब्याङ्क्सहरुमा यानी कि कमर्शियल ब्याङ्कमा लगानी गर्ने सोच्नु भएको छ भने तपाईले हेर्नुपर्ने कुरा भनेको नन परफर्मिङ लोन हो, यानी कि उनीहरुको खराब कर्जा कतिको छ भनेर। यो कन्टेक्स्टमा अहिले भर्खरै उनीहरुले फर्स्ट क्वार्टरको रिपोर्ट पब्लिश गरेको छन्। त्यो अनुसार उनीहरुको नन परफर्मिङ लोन कति रहेछ भनेर सबैभन्दा कम नन परफर्मिङ लोन हुने ब्याङ्क्सहरु हेरौं है त। यो लिस्टको टपमा सधैं परिराख्ने ब्याङ्क भनेको एभरेस्ट ब्याङ्क, जसको फर्स्ट क्वार्टरको नन परफर्मिङ लोन भनेको 0.74% मात्रै रहेको छ। त्यसैगरी नम्बर 2 मा भने नेभल ब्याङ्क परेको छ। यसको पनि नन परफर्मिङ लोन 1% भन्दा बिलो नै छ, 0.97% को यसको नन परफर्मिङ लोन छ फर्स्ट क्वार्टरमा। तेस्रो नम्बरमा भने एनआईएमबी यानी कि नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क छ, जसको नन परफर्मिङ लोन 1.46% छ। त्यसैगरी नम्बर 4 मा भने सानिमा ब्याङ्क परेको छ, जसको नन परफर्मिङ लोन भनेको 1.58% छ। र यो लिस्टको नम्बर 5 मा भने स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क परेको छ, जुन अरु बेला अलि माथितिर हुन्थ्यो भने यो पटक उसको नन परफर्मिङ लोन भनेको 1.71% हाराहारी छ। यसरी हामीले सबैभन्दा राम्रो ब्याङ्क्सहरु नन परफर्मिङ लोनको आधारमा हेर्यौं भने यहाँ मध्ये के ब्याङ्क्सहरुले चाहिँ सारै खराब रिपोर्ट पनि निकालेको छन्। अब यो लिस्टमा अन्तिमतिर गएर हेर्नुहुन्छ भने सबैभन्दा बढी नन परफर्मिङ लोन भनेको हिमालयन ब्याङ्कको छ, जसको चाहिँ 7.39% को नन परफर्मिङ लोन छ। ब्याङ्क्सहरुको 3% भन्दा माथि गयो भने अलि डराउनु पर्ने सिनारियो भनिन्छ। यसको त 7.39 छ। साच्चै नराम्रो रिपोर्ट चाहिँ निकालेको छ। यिनीहरु मध्ये तपाईले कुनै ब्याङ्कमा इन्भेस्ट गर्नु भएको छ त?